नेपालले कतारलाई हात्ती उपहार दिएको खबर केही समयदेखि निकै चर्चामा छ। यो खबर बाहिर आएपछि नेपाली जनताबाट फरक प्रतिक्रिया देखिएको छ। कतै समर्थन छ भने कतै कडा आलोचना र कतै त गहिरा प्रश्नहरू पनि। कतार जस्तो सम्पन्न राष्ट्रलाई नेपालले उपहार दिँदा नेपाली जनता खुसी हुनुपर्ने हो। यसले गर्दा त नेपाल र कतार बीचको सम्बन्ध अझै मजबुत हुन्छ। आखिर यो सबैको बीचमा नेपाली जनता दुखी र असन्तुष्टि चाहिँ किन छ? आउनुहोस् आजको यो भिडियोमा हामी जानौँ कि यो सबै कुराको सुरु कसरी भयो। हात्ती उपहारकी व्यापार, हात्तीको अहिलेको अवस्था कस्तो छ र यो जनावर उपहार दिने चलन कहाँबाट सुरु भयो? आउनुहोस् यो सबै कुराहरू जानौँ आजको यो भिडियोमा। विक्रम सम्वत 2081 साल वैशाख 11 गते बुधबार कतारका राजा शेख तमिम बिन हमद अल थानी 2 दिने नेपाल भ्रमणका लागि नेपाल आएका थिए। द्विपक्षीय वार्ता र विभिन्न सम्झौताका लागि नेपाल आएका कतारको राजालाई नेपाल सरकारले हात्ती उपहार दिने निर्णय गर्यो। यो विषय त्यति बेलाबाट नै केही विवादित बन्दै गयो र नेपाली जनता यो कुरामा त्यति खुसी थिएनन्। हात्ती उपहार दिने निर्णय भने मन्त्री परिषदबाट अक्टोबर 18, 2024 मा निर्णय भए पनि यो डेलिभरी भने डिसेम्बर 17, 2025 मा मात्र भयो। आखिर यति ढिलाइ किन भयो त? लगभग 14 महिनाको समय लाग्यो निर्णय गर्नु र डेलिभरी गर्नुमा। आखिर 14 महिनाको समय किन लाग्यो? आउनुहोस् त्यो पनि जानौँ है त। आउनुहोस् त्यो सम्पूर्ण प्रक्रियाको बारेमा पनि जानौँ। डिलेको विभिन्न कारणहरू मध्ये केही प्रमुख कारणहरू यस प्रकार छन्। साइट्स अनुमति र अन्तर्राष्ट्रिय प्रक्रिया। यो एक प्रकारको एग्रिमेन्ट जस्तै हुन्छ जसमा हात्तीहरू चाहिँ यो साइट्सको एपेन्डेक्समा सूचीकृत छन् जसले उनीहरूको हस्तान्तरणलाई कडा नियममा लागू गर्छ। नेपाल र कतार दुवैले साइट्सको मुख्यालय जेनेभा स्विजरल्यान्डबाट अनुमति लिनु पर्थ्यो। यो प्रक्रिया अलि लामो नै हुने गर्छ र लामो नै पनि भयो किनकि जीवित जनावरहरूको ट्रेड वा गिफ्टमा अन्तर्राष्ट्रिय कानुन पालना गर्नै पर्छ। MOU मा ढिलाइ। MOU जसलाई मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ भनिन्छ, नेपाल र कतार बीच यो MOU मा साइन गर्न निकै समय लाग्यो। यो MOU मा कतारले हात्तीको लागि उपयुक्त वासस्थान उपलब्ध गराउने र नियमित स्वास्थ्य अपडेट दिने प्रतिबद्धता गर्नु पर्थ्यो। मौसमी र जनावर कल्याणको विचार। कतारको गर्मी मौसममा हात्ती पठाउनु उनीहरूको स्वास्थ्यको लागि जोखिम नै थियो। संरक्षणविदहरूले हात्तीलाई जाडो मौसममा पठाउन सुझाव दिएका थिए किनकि नेपालको जङ्गलमा जस्तो वातावरण कतारमा हुँदैन। अन्त्यमा यो सबै प्रक्रिया पूरा भइसकेपछि नेपालका यी 2 हात्ती रुद्रकाली र खगेन्द्र प्रसाद उपहार बनेर डिसेम्बर 17, 2025 मा कतार गयो। अब यो सबै घटना र प्रक्रिया हेर्दा नेपाल सरकारले हात्तीलाई गैर कानुनी तवरले दिएको वा बेचेको त होइन, सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर नै दिएको हो। र मैले जति पनि रिसर्च गरे अनुसार चाहिँ सरकारले कानुनी प्रक्रिया पूरा गरेकै देखिन्छ। मैले केही कुरा छुटाएको भए चाहिँ कमेन्टमा भन्न नबिर्सिनु होला। तर के कानुनी प्रक्रिया वा कानुन नै सबै कुरा हो त? के कानुन भन्दा माथि चाहिँ केही छैन? हो, कानुन भन्दा माथि मानवता र आत्मीयता हुने रहेछ जुन कुराले यो घटनालाई देखाउँछ। एकातिर कानुनले देखाउँछ कि यो कूटनीतिक र कानुनी छ र अर्कोतिर मानवता र संवेदनशीलताले यो जनावरको दुःख र अत्याचार देखाउँछ। र मेजर पोइन्ट चाहिँ यो हो कि सरकारले यो घटनामा जनताको पोइन्ट सुन्नै चाहेको छैन। जनताले यसमा के सोच्छ, जनताको पोइन्ट अफ भ्यू के छ, जनताले यसमा के चाहन्छ त्यो सरकारले पटक्कै बुझ्न चाहेको छैन। सरकारले आफूलाई जे लाग्यो त्यही गर्न खोजिरहेको छ। होला जनता भन्दा सरकार धेरै नै विज्ञ छ तर यो भन्दैमा जनताको रायलाई चाहिँ टुक्र्याउन पटक्कै मिल्दैन। खैर यो सबै छाडेर अन्त्यमा खुल्ला नजरबाट हेर्दा पनि यो कुरा त्यति चित्त बुझ्दो भने छैन। हजारौं युवा दिएर नपुगेको कतारलाई हात्ती उपहार दिनुपर्ने, त्यो पनि कतार जस्तो मरुभूमिको देशमा। अब कुरा गरौँ यो क्रियाकलापहरू नेपालमा मात्र भइरहेको छ या त अन्य देशमा पनि हुन्छ? के अन्य देशहरूले पनि जनावर उपहारको रूपमा दिन्छ त? हो, अन्य देशले पनि जनावर उपहारको रूपमा दिने चलन रहेको छ। यो एक पुरानो परम्परा हो जसलाई एनिमल डिप्लोमेसी भनिन्छ, जसमा विभिन्न देशले आफ्नो विशेष जनावर गिफ्ट गरेर मित्रता देखाउँछ। जस्तै चाइनाको सबैभन्दा फेमस पान्डा डिप्लोमेसी, अस्ट्रेलियाको कोआला डिप्लोमेसी। यी सबैमा कुनै पनि देशले आफ्नो राष्ट्रको कुनै पनि विशेष जनावर आफ्नो मित्र राष्ट्रलाई उपहार दिएर आफ्नो सम्बन्धलाई मजबुत बनाउने गरिन्छ। यस्तै नेपालले पनि यसअघि विभिन्न देशहरूलाई गैंडा उपहार दिएको लामो इतिहास पाइन्छ। जस्तै 1985 मा नेपालले इन्डियालाई 4 वटा गैंडा उपहार दिएको थियो। यो नै नेपालको पहिलो उपहार थियो। त्यसपछि 1987 मा युएसलाई 4 वटा गैंडा उपहार दिएको थियो। त्यसैगरी 1990 मा युएसलाई नै 2 वटा गैंडा राजा वीरेन्द्रद्वारा उपहार दिएको थियो। त्यस्तै युकेलाई 1997 मा 2 वटा गैंडा र अस्ट्रेलियालाई पनि 2006 मा 2 वटा गैंडा उपहार दिएको थियो। तर कुनै पनि देशलाई हात्ती उपहार दिएको भने यो पहिलो पटक हो। यो सबै हेरेपछि थाहा हुन्छ कि यो कुनै नयाँ कुरा होइन, बरु यो त धेरै पहिलादेखि चल्दै आएको चलन जस्तै हो। अब पहिलादेखि नै गैंडा त बाँड्दै आइएको रहेछ, उपहार दिँदै आइएको रहेछ। त्यसो भए अहिले हात्ती उपहार दिँदा चाहिँ किन यत्रो चर्चाको विषय बन्न पुग्यो त? त्यो पनि कतार जस्तो देशलाई जहाँ अलरेडी हजारौं नेपालीहरू काम गरिरहेको छ।
आउनुहोस् अब हामी यो घटनामा नेपाली जनताहरू खुसी नहुनुको कारणहरू जानौँ। हात्तीहरू संवेदनशील छन्। चितवनको हरियो जङ्गलमा खुसी भएका ती हात्तीहरू कतारको गर्मी मरुभूमिमा पठाउँदा दुखी र पीडामा हुन सक्छन्। त्यसमा पनि हात्तीहरू अन्य जनावर जस्तो हुँदैन। तालिम प्राप्त यी हात्तीहरू जनावर कम मानिस ज्यादा लाग्छ। यी हात्तीहरू मानिसप्रति धेरै नै वफादार र इमानदार हुन्छन्। त्यसैले पनि मानिसहरूले यी हात्तीहरूलाई धेरै नै माया गर्ने गर्छन्। अनि यस्ता माया लाग्दा हात्तीहरूलाई कतार जस्तो मरुभूमिको देशमा पठाउँदा नेपालीहरूमा असन्तुष्टि पैदा हुनु स्वाभाविक नै हो। कतारमा लाखौं नेपालीहरू काम गर्छन्। त्यहाँ श्रमिकहरूमा हुने व्यवहार र नेपालीहरूको हालत त्यति राम्रो भन्ने पटक्कै छैन। नेपालीहरू त्यहाँ सुरक्षित छैनन्। कयौंले राम्रो तलब सुविधा पाइरहेका छैनन्। त्यहाँको लापरवाहीका कारण कयौं नेपालीहरूले अकालमा ज्यान गुमाइरहेको छ। र फेरि यो कुरामा जिम्मेवार भने नेपाल सरकार र कतार सरकार दुवै पक्ष छ। र त्यस्तो देशमा फेरि हात्ती उपहार दिँदा नेपाली जनतालाई चित्त त कहाँ बुझ्छ र। हात्ती नेपालको पर्यटक र संस्कृतिको प्रतीक हो। आफ्नो अमूल्य सम्पदा विदेश पठाउनु गलत नै मानिन्छ, जसकारण नेपालीलाई चित्त नबुझ्ने त भइ नै हाल्यो। यस्तै कारणले गर्दा नेपाली जनतामा एक किसिमको असन्तुष्टि पैदा भएको छ। आउनुहोस् अब हामी यो जानौँ कि अहिले कतारमा ती दुई हात्तीको अवस्था कस्तो छ भनेर। अहिले यी दुवै हात्तीहरू कतारको अल्खोर पार्कमा सुरक्षित छन्। हात्तीहरूलाई एयर कन्डिसन इन्क्लोजरमा राखिएको छ, जसले गर्दा हात्तीहरूले आफ्नो लागि अनुकूल किसिमको हावापानी र तापक्रम पाउनेछ। हात्तीहरूको हेरचाहको लागि भने नेपालबाट 2वटा माउतेहरू र एक टेक्निसियन पनि गएको छ। उनीहरूले कम्तीमा 1 महिना त्यहीँ बसेर त्यहाँका लोकल स्टाफहरूलाई हात्तीको केयर, फिटिङ र व्यवहार सिकाउनेछन्। अहिलेसम्म हात्तीलाई कुनै पनि किसिमको स्वास्थ्य समस्या आएको छैन। मतलब हात्ती अहिलेसम्म एकदमै ठिक छ, सुरक्षित छ र यहाँ भन्दा खुसी पनि छ होला। किनकि भिडियोमा हामीले त्यहाँका लोकलहरू र नेपालीहरूको अति नै माया पाइरहेको देखिन्छ। तर जति नै माया पाए पनि नेपालमा जस्तो त पक्कै पनि नहोला। हात्तीहरू अहिले पार्कमा छन् र उनीहरूलाई सार्वजनिक रूपमा नै हेर्न सकिन्छ। अन्त्यमा मैले नेपाल सरकारप्रति त्यस्तो कुनै असन्तुष्टि वा विरोध प्रदर्शन गर्न खोजेको होइन। मैले त मात्र जनताको भाव असन्तुष्टिलाई वर्णन गर्न खोजेको र वास्तविकतालाई देखाउन खोजेको। मैले यो हात्तीको बारेमा भिडियो बनाउँदै गर्दा तर्क यो पनि आउन सक्छ कि जनावरमाथि अत्याचार चाहिँ कहिले र कहाँ भएको छैन र। मतलब राजाको पालामा राजपरिवारले खुलेआम रूपमा शिकार गर्थे। र त्यति मात्र होइन, अहिले पनि नेपालमा इलिगल रूपमा धेरै नै शिकार र वन्यजन्तुको बेचबिखन भइरहेको छ। र त्यसको बारेमा त म अर्को भिडियोमा पक्कै पनि आवाज उठाउने नै छु। र अन्त्यमा हामीले यो जान्न जरुरी छ कि नेपाल सरकारले कतारलाई लाखौं युवाहरू उपहारको रूपमा पहिला नै दिइसकेको छ, जो अहिले कतारमा पसिना बगाइरहेका छन्। कयौं भोकै छन्, कयौंले सेलरी पाएका छैनन् र कयौं त मरिरहेका छन् अकालमा।